देश भन्छन् है। ल अन्त विदेशै होइन त, विदेशमा पनि एग्रिकल्चर सम्बन्धी जान्छ अन्त। ल हेर्नु नेपालमै हुन्छ, गरे केही हुँदैन, जे पनि हुन्छ। वरिपरि बार लगाएर टक्क गोमेर खेती गर्नुभएको छ उहाँ हाम्रो दाइले। बाख्रा पालन पनि गर्नुभएको छ। हेर्नुहोस् उहाँ नै हो हाम्रो जल्लो बल्दो जिन्जी युवा। के छ दाइ, ठिक छ नि? चियापान भयो? ल हेर्नुहोस् दुईवटा भैँसी ट्याक्क पाल्नु भएको छ। यो पो हो त मान्छे विदेश भन्छन् है, विदेशमा के नै पाइन्छ भन्छन् होइन। गरे नेपालमै छ नि, पैसा नदेखिया मात्रै हो कि। ल हेर्नु टनेला खेती पनि आनन्दले गर्नुभएको छ। म चाहिँ गोलबाट लिन आएको उहाँ बसन्त दाइ कहाँ है। बजारको भाउभन्दा अलिक 2-4 पैसा अलिक कम हुन्छ यहाँ, बाटोमै भएको हुनाले सजिलो। उहाँलाई पनि 2-4 पैसा हुन्छ, मलाई पनि 2-4 पैसा सस्तो हुन्छ भनेर आएको। ल हेर्नुहोस् गोलबाट, ल हेर्नुहोस् आनन्दले छानी रोजी टिप्न पाइन्छ यहाँ आइसकेपछि, बोटमै आइसकेपछि है। तर यो गोलभेडाको साइज चाहिँ सानो होइन र दाइ, यत्रो हुन्छ नि त यार। हजुर त्यही अब काँक्रो पनि रोप्नु पर्यो कि दाइ। यो कति 12 महिनै हुन्छ है दाइ? यसलाई केही गर्नुपर्छ पर्दैन, पानी सानी हाल्ने यताउति? हजुर सानोमा अमिलो बढी हुने के भयो त? सानोमा अमिलो बढी भयो, सानै लाने नि। दुईटा हाल्दा पुग्ने भयो नि। हजुर ल गाइस यस्तै छ। विदेश नभन, सबैजना युवाहरू यहीँ नेपालमा बसेर केही गर्नुपर्छ। ल आजको भिडियो यति नै हो। सबैजनाले लाइक कमेन्ट गरिदिनु होला।